म चाहिँ क्यापकटको प्रो फिचरहरू युज गर्दैछु विदाउट एनी क्र्याक सफ्टवेयर। पहिला सुरु चाहिँ तपाईँको कम्प्युटरमा भएको क्यापकटलाई अनइन्स्टल गरिदिनु होला। त्यसपछि गुगल क्रोम खोलेर क्यापकट ओल्ड भर्जन भनेर टाइप गर्नु होला। त्यसपछि अप टु डाउन भन्ने वेबसाइटमा जानु होला। सो यी मध्ये चाहिँ 1.50 भन्ने भर्जनलाई डाउनलोड गर्नु होला। हामीले चाहिँ क्यापकटलाई अटोमेटिक अपडेट हुनुबाट रोक्नु पर्नेछ। सो त्यसको लागि चाहिँ एउटा ट्रिक गर्नु पर्नेछ। पहिला सुरु चाहिँ दिस पीसीमा जानु होला र सी ड्राइभलाई चाहिँ खोल्नु होला। सी ड्राइभमा चाहिँ तपाईँले युजर भन्ने फोल्डर देख्न सक्नुहुन्छ। त्यहाँ क्लिक गरिदिनु होला र तपाईँको डिफल्ट युजरमा जानु होला र यहाँ एप डाटा भनेर देखाउनेछ। यदि एप डाटा भनेर देखाएको छैन भने माथि भ्यू ट्याबमा गएर शो भन्ने अप्सनमा क्लिक गरेर हिडन आइटमलाई चाहिँ चेक गर्नु होला। एप डाटामा गइसकेपछि चाहिँ लोकल भन्ने फोल्डरलाई खोल्नु होला। लोकल भन्ने फोल्डरलाई चाहिँ ओपन गरिसकेपछि चाहिँ यहाँनिर अर्को फोल्डर दिएको छ क्यापकट भन्ने, त्यो क्यापकट भन्ने फोल्डरलाई पनि ओपन गर्नु होला। त्यसपछि युजर डाटा भन्ने फोल्डरमा जानु होला अनि डाउनलोड्स भन्ने फोल्डरमा जानु होला। डाउनलोड्स भन्ने फोल्डरमा चाहिँ हामीले केही चेन्जेस गर्नुपर्ने हुनेछ। हामीले चाहिँ राइट क्लिक गरेर टेक्स्ट डकुमेन्टलाई चुज गर्नुपर्नेछ र रिनेम गरेर अपडेट.exe भनेर लेख्नुपर्नेछ। अपडेट.exe भनेर लेखिसकेपछि चाहिँ राइट क्लिक गर्नु होला र प्रपर्टिजमा गएर रिड ओन्लीमा क्लिक गरिदिनु होला र यो अपडेट.exe लाई चाहिँ कपी गर्नु होला र ब्याक जानु होला र ब्याक आइसकेपछि एप्स भन्ने फोल्डरमा जानु होला र माथिपट्टि 1.50 भन्ने फोल्डरलाई पनि ओपन गर्नु होला र यहाँ पनि पेस्ट गरिदिनु होला। त्यसपछि रिप्लेस द फाइल डेस्टिनेसन भन्नेमा क्लिक गरिदिनु होला र हाम्रो प्रोसेस चाहिँ डन भइसकेको छ। यो अपडेट.exe ले चाहिँ हाम्रो क्यापकटलाई चाहिँ अपडेट हुनुबाट बचाउँछ र देख्न सक्नुहुन्छ कि हाम्रो क्यापकटको ओल्ड भर्जन इन्स्टल भइसकेको छ र यहाँनिर चाहिँ हामीले सबै फिल्टर र इफेक्टहरू चाहिँ फ्रीमा युज गर्न सक्छौँ।